जोर्नी प्रत्यारोपणको कुरा गर्दै गर्दा यो उपचार पद्धति कति उमेरसम्मका बिरामीहरूमा चाहिँ उपयुक्त हुने गर्दछ, यसको बारेमा पनि बताइदिनुहोस् न। अब यसमा तपाईको उमेर तल्लोको हदमा चाहिँ अब हामीले जेनरली 55-60 भने तापनि अहिले मैले भने जस्तो कसैलाई आवश्यकता अनुसार 40-35 जो चाहिँ डल्लिएरै बसेका छन् भने पनि त्यस्तोलाई गर्न सकियो। तर आइडियल्ली भनेको चाहिँ यो 55-60 को नजिक जो हुनुहुन्छ उहाँहरू फिजिकल्ली फिट पनि हुनुहुन्छ। मान्छे फिट हुनुको लागि मुटु बलियो हुनु पर्यो, छाती बलियो हुनु पर्यो, अपरेसन एनेस्थेसिया थेग्न सक्ने हुनु पर्यो। त्यही भएर यो सबै चिजले हेर्दाखेरि अप्पर लिमिट भनेको चाहिँ तपाईको लगभग राउन्ड अबाउट 80-85। किन भन्दा 80-85 पछि तपाईको त्यति एक्टिभ लाइफस्टाइल हुँदैन। एक्टिभ लाइफ हुने भनेको तपाईको अलि ओल्ड एजमा 60 देखि 70-75 सम्म चाहिँ एक्टिभ हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ आफ्टर 85 लाई चाहिँ हामीले जेनरली चाहिँ अपरेसनको लागि चाहिँ त्यति धेरै चाहिँ आवश्यक ठान्दैनौँ।